बिरामीहरूले विश्वास गर्ने कस्तो गर्छ भने म अब जोखाना हेर्छु, जोखानामा उहाँहरूको मनको कुरा ठ्याक्कै मिल्छ। अब आफूलाई ज्यामा दुखेको कुराहरू चाहिँ तिमीले यो ठाउँमा दुखेको यस्तो भइरहेको रहेछ भन्ने कुरा म भन्छु उहाँहरूलाई। अब उहाँहरूको कुराहरू चाहिँ मैले सबै भनेपछि उहाँहरूले विश्वास गर्नुहुन्छ अथवा उहाँहरूलाई चाहिँ यदि दुखेको कुराहरू चाहिँ उहाँहरूकै आँखा अगाडि नै अहिले दुख्ने अहिले हराउने पारिदिन्छु, उहाँहरूले त्यो बारेमा विश्वास गर्नुहुन्छ। अब मैले चाहिँ अब बिरामीहरूलाई उपचार गर्दाखेरि लागेको उहाँहरूको जिउमा लागेको कुराहरू फिराउँदाखेरि उनीहरू च्याप हल्का हुन्छ। म सोच्छु ज्यान हल्का भयो कि भएन तपाईँले भनेर म फुक्यो 2-3 चोटि फुकेपछि सोध्छु। हजुर। अनि सोधी फुक्ने हो म चाहिँ। अब धेरैजना बिरामीहरू आइसक्नु भयो होला तपाईँकोमा होइन? कस्ता खालका बिमारीहरू चाहिँ आउनुहुन्छ? धेरै किसिमका आउनुहुन्छ। कोही जस्तै कुनै भनिदिनुहोस् न। अब जस्तै अब बिरामी कोही एकदम काम्ने होइन, कोही चाहिँ कामेर पुरा अब बरबराउने, कुनै बेहोस हुने, अब कुनै चाहिँ अब तपाईँको अब एक टङ्गर हाँस्ने खालको, अब कुनै चाहिँ एकदम सिरियस दुखेर सिरियस भएको बिरामी, नर्मल बिरामी, सबै धेरै किसिमको आउँछ बिरामी चाहिँ। तर उहाँहरूलाई चाहिँ के चिजले गरेको कुन चिजले गरेको छ भनेर चाहिँ आफूले त्यो जोगान हेरेर छुट्याएर गर्न सक्नु पर्यो, अनि मात्रै निको हुन्छ। त्यतिकै त गरेर निको हुँदैन। हजुर। अहिले त भूत प्रेतको कुराहरू पनि गर्छन् होइन? अब तपाईँले देख्नुभयो होला लमजुङमा पनि अहिले त्यस्तै घटना, एकजना बुढी 70 वर्षको आमालाई चाहिँ एउटा बोक्सीको आरोप लगाएर पनि जेल थुनामा राखेको छ। यसलाई चाहिँ कसरी लिनुहुन्छ तपाईँहरूको? छ कि छैन? के चाहिँ भूत प्रेत चाहिँ हुन्छ नै। हजुर। अब भगवान नहुने भन्ने कुरै हुँदैन, भगवान भइहाल्छ। भूत प्रेत हुन्छ। भगवान भाडामा मान्छे हुन्छ, मान्छे भाडामा भूत प्रेत हुन्छ नै। तर बोक्सी हुन्छ भनेर म चाहिँ भन्न सक्दिनँ, किनभने उहाँको निधारमा लेखेको हुँदैन, छाप हुँदैन। मान्छे हाम्रो जस्तै हो। कुनै चाहिँ मान्छेको चाहिँ लेखेको हुँदैन, कुनै छाप हुँदैन, र काटे रगत रातै हो। दुख्ने सबैले एउटै हो, खाने अब हाम्रो चाहिँ आत्मा एउटै हो। उहाँहरूले खाने एउटै हो। तर त्यस विषयमा चाहिँ मलाई त्यति उजै लाग्दैन। त्यसो भए भूत प्रेत र बोक्सीमा अलिकति फरक छ? फरक त हुन्छ कि, तर त्यो बोक्सी नै हुन्छ, बोक्सी नै लाग्छ भन्ने चाहिँ त्यो चाहिँ म भन्न सक्दिनँ। हजुर। कसरी पन्छाउनुहुन्छ तपाईँले भूत प्रेतलाई चाहिँ? भूत प्रेतलाई के दिएर पन्छाउनुहुन्छ? अब केही होला नि त्यस्तो? भूत प्रेतलाई चाहिँ अब यस्तो छ, धेरै किसिमको हुन्छ। अब कुनैलाई अब धुपाछितो गरेर मात्रै जाने हो कि, कुनैले अब भनौँ अब फुलपातीहरू अब नैवेद्य सबै 84 व्यञ्जन नैवेद्यहरू बनाएर पठाउनु पर्ने हुन्छ कि त्यसलाई मनसाएर, कुनैले चाहिँ अब भनौँ यहाँ भित्र मात्र नमन्साएर चाहिँ नभएर बाहिरै लगेर मन्चाउनु पर्ने खालको पनि हुन्छ। त्यो चाहिँ कुन चाहिँ के गर्दा के चाहिँ लागेको छ, कुनले कसरी मन्चाउनु पर्छ भन्ने चाहिँ त्यो आफूले बुझ्नु सक्नु पऱ्यो।